मेरो घरमा त 65 इन्चको टिभी छ। मेरो घरमा त झन् सराउन्ड साउन्डवाला होम थिएटर छ। मेरो फोनमा 10x जुम गर्न मिल्छ। मेरो फोन त झन् फोल्ड गर्न नै मिल्छ। मेरो घर 5 तल्लाको छ। मेरो घरको कम्पाउन्डमा त 5 वटा गाडी अट्छ। मेरो स्कुटरमा FI इन्जिन विथ BS6 टेक्नोलोजी छ। मेरोमा त झन् त्यसकै माथि हाइब्रिड पावर असिस्ट पनि छ। त्यति त मेरोमा पनि छ है प्लिज। मेरो स्कुटरको लुक्स देखेर त मान्छेहरू फर्की हेर्छ। लुक्स मात्रै होइन, मेरो स्कुटरको स्लिक डिजाइन, लाइट वेट र ह्यान्डलिङ हेर्स भने त बियोस नै हुन्छस्। लुक्स मात्र भएर हुन्न के, पावर र पर्फर्मेन्स पनि हुनु पर्यो नि मेरो स्कुटरको जस्तो। पावर र पर्फर्मेन्स मात्रै होइन, नेपालको हाइएस्ट माइलेज दिने स्कुटर हो मेरो, बुझिस्? मेरो त हाइएस्ट माइलेज मात्र होइन, नेपालको बेस्ट सेलिङ हाइएस्ट माइलेज स्कुटर हो, बुझिस्? नेपालमा सबसे पपुलर स्कुटर पो हो त मेरो। कुन चाहिँ स्कुटर हो क्या तेरो त्यस्तो? तेरो चाहिँ कुन हो नि? यामाहा रेजेडार। है बेस्ट भनेको त बेस्ट नै हो नि। हो नि, यामाहा रेजेडारसँग नि कम्पिट गर्नलाई कोही होला र? अनि साँच्ची तेरो हेलमेट कतिमा लिएको रे?